को छोरी छोरी सुजाता उठ त सुजाता छोरी छोरी उठ त छोरी सुजाता छोरी उठ त बाहिर हेर त कस्तो घाम लागिसकेको छ तिमी भने अहिलेसम्म सुतेकी छौ म नास्ता पकाउन गए ल एकछिन सुजाता पर्ख मलाई म आउँदैछु ल ल आऊ छिटो के छ सन्चै छ सन्चै छु तिमीहरू सन्चै छ हामी नि सन्चै छौँ ओइ सुन न तिमीलाई एउटा कुरा भन्नु थियो यार के कुरा हो त्यस्तो भन् न भन् मलाई नि आजकल कस्तो अनयुजुअल ड्रिम आयो त्यो ड्रिममा चाहिँ एउटा केटा हुन्छ होइन त्यो केटाको हातमा चाहिँ रातो डोरीले बाँधेको हुन्छ र जब म त्यसको मुख हेर्न खोज्छु नि केही न केही कारण उठिहाल्छु यार यो त एउटा मिथ जस्तो भएन र जेन्सा कुन मिथको कुरा गरेको तिमीहरू त्यो रेड थ्रेडवाला थ्योरी के किन यसमा त्यस्तो के हुन्छ सुन म भन्छु त्यसमा चाहिँ मानिसहरू अदृश्य रातो डोरीद्वारा जोडिएका हुन्छन् त्यसमा भाग्य प्रेम र अन्तआत्मीय साथी जनाउँछ जसले हामी इङ्ग्लिसमा सोलमेट भन्छौँ बुझ्यौ तिमीले बुझे त्यसो भए त्यो केटा र म सोलमेट हुन सक्छौ र यो चाहिँ एउटा मिथ मात्रै हो त्यही निकै थाहा हुन सक्छ गुड मर्निङ स्टुडेन्ट्स हेरेर हेर्न सक्दैनौ सरी ओए के खाने त पैसै छैन के खाने मसँग त 10 रुपियाँ मात्र छ के खाने तिमीहरूले खिलाउने भने होइन भइहाल्छ लौ मेरो तर्फबाट मोमो अघि ठोकिएकोमा यसको केही जरुरत त थिएन त्यही पनि थ्याङ्क यू बाइ द वे मेरो नाम सुजाता मेरो नाम सचिन म चाहिँ प्राची हो र ऊ चाहिँ सुरभ हामी दुवै चाहिँ सचिनको साथी हौ ऊ चाहिँ जिन्स अनि ऊ चाहिँ बन्धन दुईटा चाहिँ मेरो साथी सचिन बोलाइरहेको
मलाई कस्तो देखिया छ हिरोइन देखिया छ ओए मेरो फोन आउँदैछ कसको फोन आउँदैछ होला नि उसको कोही स्पेशल खाली ल बाई हेलो सुजाता भन सचिन किन फोन गरेको अहिले मसँग मुभी हेर्न जान्छौ ए जाम्ला नि अंकल जुस छ नानु ल्याऊ सुजाता को हौ तिमी सचिन तिमी सचिन अरे त्यही समय यो सब सपना पो रहेछ सपना देखिरहेको थिएँ म कस्तो नराम्रो सपना May I come in, sir? ओइ सुन्न आज मैले कस्तो अनयुजुअल ड्रिम हेरेँ होइन जसमा चाहिँ सपनामा पनि सपना देखेँ मैले अनि त्यो सपनामा को केटाको नाम सचिन No, sir. As Sujata said his name is Sachin. Sachin, please take a seat.